एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। इट्स मी विशाल। यो सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि बवाल छौँ। आज चाहिँ भलिबल हुन सकेन किनकि यस्तो पानी परेको ग्राउन्ड चाहिँ बवाल बनेको छ, तर पनि मौसमले चाहिँ च्यालेन्ज गरेको छ। पानी आएर जाडो जाडो छ। यता हाम्रो ग्रुप यो चाहिँ सुजन, रबिन अनि सुदीप अनि म। हामी चाहिँ अब के गर्ने कहाँ गर्ने यसो ग्रुप बस्नको लागि हिँड्यौँ छलफल गर्नको लागि। आज उद्घाटन हुनसक्छ, आज चाहिँ उद्घाटन हुन्छ जस्तो छ। हिजो चाहिँ भएन, आज फेरि उद्घाटन गर्न भनेको। आज फेरि पानी चाहिँ यस्तो बवाल आछ, पानी चाहिँ आज कुहिरो लाएर पुरा बर्खा जस्तो भयो आज चाहिँ। हामी चाहिँ अब यता जाँदैछौँ दाङसिङतिरको भ्यू हेर्न। सुदीप चाहिँ जति बेला नि फेरि पद्रिन सक्छन्, कुनै भरै छैन सुदीपको फेरि। आज चाहिँ तेस्रो दिन हो भलिबलको चाहिँ, तर टिम चाहिँ एउटा पनि आएको छैनन् अहिलेसम्म। सबैले खातामा चाहिँ नाम लेखा छन्, तर ग्राउन्डमा चाहिँ कोही पनि आएको छैनन्। हिजो चाहिँ उद्घाटन हुन सकेन किनकि हिजो अलि त्यहाँ कुनै चिजहरू थिएन। सो उद्घाटन चाहिँ आज हुन्छ। त चाहिँ पुरै भ्यू त बवाल देखिन्थ्यो के, तर क्यानिक कुहिरोले चाहिँ पुरै ढोकेछ। जाडो छ, जाडो छ। मुस्ताङमा भन्दा कम छैन जाडो चाहिँ यता चाहिँ। छाप्रोमा त हिँड्ने हो केटार, तर छाप्रोमा चाहिँ पुरै झारै झार हुन नि सक्छ है, किनकि धेरै समय भयो नि त त्यहाँ नगएको। झाड भयो नि गोडेर बस्नुपर्छ। ए लाइटर लिएर आउनु पर्ने यार, त्यहाँ आगो फुकेर मजाले बस्नु त यार। त्यहाँ त गजब छ क्या ठाउँ त, बस्ने बनाएको बाँदर हेर्दाखेरिको। सुदीपलाई पठाऊँ, जाऊ त सुदीप गर्दा। खुट्टा ढोके पनि जान्न तिम्रो खुट्टा कल ढोक्छ र? तिम्रो खुट्टा ढोक्ने त उसले तिम्रो छोराले। यता चाहिँ हामी चाहिँ आउँथ्यौँ बाँदर हेर्नको लागि। पहिला चाहिँ दिनदिनै आउनु पर्थ्यो यहाँ चाहिँ बाँदर। यता चाहिँ बवाल आउँछ नि त। तल्लो बाटो हिँडेको कहाँ हिँड्यो तिम्रो? उयो त यो बाटो खास हिँड्न पर्ने, अझ त्यहाँ देखियो तलतिर बाटो, तर यिनीहरू यहाँ देखि आएछन्। पानी त चुन्न क्या त्यहाँ, अहिलेको सालमा बनाएको हो नि त, त्यही भएर पानी चुन्न त्यहाँ। चोइनी एक दुई ठाउँबाट चुन्छ। खरको तातो नि हुन्छ क्या त्यहाँ, क्याम्प फायर हान्ने जस्तो हो कि पुरै। हानौँ न त, म त उठ्थ्यो। बाटो चाहिँ चिप्लो चिप्लो छ है। दिपिन आएपछि हानौँला नि त। फाइनल्ली हामी चाहिँ छाप्रोमा आइयो। यो चाहिँ हाम्रो बाँदर हेर्ने छाप्रो। यता चाहिँ बाँदर आउँथ्यो, यो बवाल छ छाप्रो फेरि। तर हामीले चाहिँ यहाँ लाइटर लिएर आउनु पर्ने कि आगो तापेर बस्नको लागि। लाइटर चाहिँ ल्याइन सकिएन। छाप्रो चाहिँ बवाल छ, यहाँ चाहिँ हरिक बसिन्थ्यो। यता म बस्थेँ, सुत्थेँ। यहाँ चाहिँ म बवाल, यहाँ चाहिँ गर्थेँ। यहाँ चाहिँ रबिन छ। अब चाहिँ यहाँ हाम्रो प्रोग्राम, यहाँ पिकनिक कार्यक्रम हुँदैछ। यहाँ गाह्रो भयो निस्किन, मोटो छ नि त धेरै। यता चाहिँ बवाल भ्यू, बाँदर हेर्न आइन्थ्यो यहाँ चाहिँ। हामी चाहिँ पहिला बाँदर फेरि यहाँ अति आउने के। यता चाहिँ यो चाहिँ हाम्रो बारी, यहाँ चाहिँ मकै हुन्थ्यो। यहाँ बाँदर हेर्न चाहिँ दिनदिनै आउनु पर्थ्यो क्या, बिहानदेखि लगाएको बेलुकासम्म पुरै बाँदर। यता भ्यू चाहिँ फेरि बवाल छ, घान्द्रुकको जस्तो छ भ्यू चाहिँ यहाँ पुरै। ल पुरा मुस्ताङ अरे उता जेठा दाइले फेरि पुरै भ्यू बनाउनु, भिडियो बनाउनु। उता जाऊँ न अझै पर पर। छैन मलाई यतिमा भएको माथि सबै तल आयो, हत्र देखिन्थ्यो क्या। ल अब ठुला गहिरो भन्ने देखाउँछ है त म हजुरहरूलाई। यहाँ चाहिँ ठुला गहिरो भन्ने छ नयगाउँमा, फेरि लास्टै ठुलो छ। त्यहाँबाट खस्ने हो नि फेरि सिधै अमराइयो पुग्ने, फेरि खोलामा पुग्ने लोट्ने हो नि। बाँदर हेर्न डेन्जर छ ठाउँ पनि। यता चाहिँ
आज चाहिँ कुहिरो लाएर र खासै त्यस्तो देखेको छैन, तर कुहिरो नलाउने हो भने फेरि तल हो सिधै। यता नि छ फेरि अर्को छाप्रो, बाँदरेनी छाप्रो। यता फेरि यता बारीहरू यो भयो पुरै हाम्रो बारी। यता बाँदरेनी छाप्रो, बाँदरहरू यतापट्टिबाट फेरि यहाँदेखि आउँथे। यहाँ चाहिँ 3-4 महिना पहिला चाहिँ यहाँ मैले पनि बाँदर कुर्न पर्थ्यो, तर अहिले चाहिँ म कुर्दिनँ, किनकि अहिले आउन नि त बाँदर कुर्न पर्दैन, अहिले मकैहरू छैन। यो चाहिँ ठुला गैरा, ठुला गैराको भ्यू बबाल देखिन्छ के अरे, तर अहिले चाहिँ कुहिरो लागेको छ। यो पनि छाप्रो हो, यो फेरि यतापट्टि कुर्ने मान्छे चाहिँ यो छाप्रोमा बस्नुपर्छ। 2टा छाप्रो, पुरै बारीमा बाँदर कुर्नुपर्छ। सो बबाल छ भ्यू चाहिँ बबाल छ, तर आज चाहिँ कुहिरो लाएर त्यति भ्यू देखेको छैन। चाहिँ जेठालालले चाहिँ यस्तो कुर्ची ओढेर हिँड्छन्। हामी चाहिँ पुरै सुजन, म, रबिनहरू त गए, सुजन, म, सुदीप चाहिँ पुरा पानी आयो कार्यक्रममा चाहिँ आज चाहिँ भएन, उद्घाटन आज नि नहोला जस्तो छ। पानीले चाहिँ छाता नभएर यस्तो कुर्ची ओढेर हिँड्छौँ। नेपाली जुगाड। सुदीपले नि कुर्ची ओढेछन्, यता सुजनले नि कुर्ची ओढेछन्। बबाल भयो, मैले पनि ओढेछु। अगाडि 2जनाले पनि कुर्ची ओढेर गयो। पानी चाहिँ फालिराख्नुपर्छ, नेपाली जुगाड यो फेरि। यो कुर्ची फेरि हिजो आमैले लिएर आएको, आज फेरि आमैले ओढेर टक्क लएर अहिले बिदो भएर फेरि आइएछ भने फेरि कुर्ची ओढेरै आउनुपर्छ। रबिन फेरि अगाडि पो त फोन फेरि आफै टच भयो यार पानीले। अब हामी चाहिँ फेरि घर जान पर्ने हुन्छ। घर टक्क अनि बस्ने, तातो झोल खाने कुखुराको झोल खाएर अनि पानी बिदो भयो भने फेरि आउनुपर्छ। आज चाहिँ उद्घाटन गर्नुपर्छ जसरी भए पनि पानी बिदो भयो। रबिनले उहाँदेखि फोन हाने खाएर माथिदेखि रबिन पनि कुर्ची ओढेर गयो, हामी पनि कुर्ची ओढेर टक्क अब घर जाने। यो भ्लग चाहिँ भोलिसम्म आउँछ है, टक्क भ्लग चाहिँ हेर्नु होला अन्तिमसम्म, कमेन्ट गर्नु होला। अनि भलिबल हेर्न पनि आउनु होला। नयगाउँको भलिबल चाहिँ बबाल हुन्छ है, ढिलो भए पनि बबाल हुन्छ। 12-15 टिम चाहिँ फिक्स हो भलिबलमा टक्क। सो आजको भ्लग चाहिँ यतैतिर इन्ड गरिदिन्छु। यदि भिडियो राम्रो लाग्छ भने लाइक, कमेन्ट, सेयर गर्नु होला अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। भोलि पर्सि फेरि न्यू भ्लगमा भेटौँला। नमस्ते, बाई बाई। सुदीप बाई बाई भन्दै त सुदीप फेरि हामीले बिल्ला हान्दै रिसाएर यार सुदीपलाई दुलैलाई जस्तो फकाउनु पर्यो यार। अगाडि पुरै रिसाएर हिँडेछन् पुरै। अब हामीसित नआउने अरे, गाउँ पनि नहिँड्ने अरे हामीसित नि हो सुदीप भनेछन्। ल आजको लागि चाहिँ भिडियो यतैतिर हुन्छ। बाई बाई।